हेलो हेलो नमस्ते। हामी चाहिँ आज यति राम्रो भएर यस्तो गर्मीमा चाहिँ कता हिँड्ने भन्दा चाहिँ स्कुटी हेर्नलाई रेडी। केटाहरू पनि यता रेडी भएर छन्। खै यसको त देखेन त। हामी चाहिँ स्कुटी हेर्न जानलाई रेडी भएको यस्तो गर्मीमा पङ्खा बोकेर हावा खाँदै खाँदै जुनकै हिँड्नुलाई आउ ढिलो हुन्छ होइन। अनि त्यसपछि स्कुटी हेरौँ मेरो लागि कलर छ छैन होइन। अनि मेरो चाहिँ येल्लो रेड हो। अनि अब छ छैन हेरौँ गएर ल ढोका खोल्नु जानु। गर्मी भयो अनि जाऊँ हेरौँ। अनि हामी टाढा पनि जाँदैनौँ यहीँ ऊबाट हेर्ने होइन। पेप्सी कोलाबाट नै नयाँ ब्रान्च खोलेको छ पेप्सी कोलामा। यस्तो गर्मीमा टाढा के गइरहनु त्यहीँ गएर हेर्ने बाला छौँ। अनि मैले चाहिँ पुरा छोरोहरू पनि लिएर छोरो भान्जा लिएर हिँडेको छु। एउटा स्कुटी लिन हामी चाहिँ तिनजना हिँड्छौँ होइन है। भरे एकजना चाहिँ फेरि गाडीमा आउनुपर्ने हुन्छ। मै आउँला न गाडीमा तिमीहरू आऊ स्कुटीमा। यहाँ दाजुभाइ ल्याइयो भने मेरो लकै कलर छ छैन हेर्नुपर्छ है। त्यो पनि हेर्नु पऱ्यो। रोइनर छ भने पहिलाको जस्तो चाहिँ मैले फेरि स्कुटी नयाँ किन लिन हालेको पुरानो चाहिँ मैले बेचिदिएँ। त्यही भएर नयाँ लिन आँटेको। मेरो घर चाहिँ यस्तो छ। अनि हामी चाहिँ हिँड्यौँ अब। अनि मेरो पुरानो स्कुटी बेच्दै अनि कस्तो खाँचै हुँदो रहेछ। स्कुटी बिना त हिँड्न नसकिने यस्तो गर्मी घाम। त्यही भएर जान लागेको। अब त्यहाँ छ छैन हेरौँ गएर होइन। रहेछ भने चाहिँ आजै ल्याउने होइन। छैन भने ल्याउँदैनौँ हामी। यहाँ हेर आमाहरूले कस्तो राम्रो उयो रोप्नु भएछ अरे। यो देखेछ के को बोट हो त हो? सिमी जरे सिमीको बोट। लास्टै गर्मी हो आमा घाम। अनि भाइ चाहिँ भोलि आज मलाई स्कुटी किनेर अनि भाइ चाहिँ भोलि इटो जाँदैछ घर। अनि त्यसपछि पछि आउन पाउँछु भनेर स्कुटी हेर्न जाऊँ भन्दै थियो नि। त्यही भएर आज स्कुटी हेरेर दिनु हिँडेको हामी चाहिँ। लिएर पनि आइहाल्छु होइन भाइ। ल यस्तै छ। गएपछि त्यस्तो चाहिँ हुँदैन होइन। ल म गएपछि हेरौँ के कसो रहेछ। अनि फेरि म भ्लग बनाउँछु। अहिलेलाई चाहिँ बाई बाई। अहिले हामी चाहिँ आइपुग्यौँ सुरुमा। नजिकै घर छेउमै खुलेको छ अहिले। अनि यहाँ चाहिँ एकदम लिमिटेड थोरै मात्रै रहेछ। यसको ब्रान्च हो यो चाहिँ। अनि उहाँ ठिमीमा पनि छ। अनि मलाई चाहिँ खास येल्लो कलर भनेको थियो। यो चाहिँ मलाई डियोको एकदम सानो लाग्यो। यो चाहिँ 110 सीसीको अरे। यो चाहिँ सानो लाग्यो किनकि मेरो हाइट एकदम हाइट छ नि त। अनि सुहाउँदैन। अनि मलाई चाहिँ यो कलर राम्रो लाग्यो। अनि मैले गुरुलाई पनि सोधेँ हुन्छ अरे। अनि यो चाहिँ 100 कति हो बाबु? यो 125 होइन 125 अरे यो। अनि यो चाहिँ हेभी मलाई सुहाउँछ क्या। हेभी ठुलो छ। अनि मैले चाहिँ यो लिने कन्फर्म गरेँ। यसको अब मैले यहाँ सोध्दै हुनुहुन्छ प्राइजहरू मिलाउँदै हुन्छ के हो। यहाँ डिल गर्दैछौँ हामी चाहिँ। मलाई चाहिँ सबैभन्दा यहाँ मध्येको मन परेको अन्डाको यो राम्रो लाग्यो। कलर पनि एकदम कस्तो राम्रो लाग्यो क्या। यस्तो झिल्के मिल्के पनि मन पर्दैन। अनि चाहिँ स्ट्यान्डर्ड सिम्पल क्या यस्तो राम्रो लाग्यो क्या। एकदम सोबर खालको। अनि मलाई चाहिँ यो ठुलो हेभीले सुहाउँछ। त्यही भएर मैले चाहिँ यो लिने भए फाइनली। ल हामी चाहिँ त्यहाँनिर डिल गरेर अनि त्यसपछि यताउता गरेर गर्छौँ। अहिले चाहिँ मैले यही लिने भएँ। सबै कुराहरू बुझेर म यहाँ रेडी गर्ने भएँ। यसलाई मैले डन गरेँ है। ल ओके बाई बाई। ल फाइनली मैले चाहिँ यो लिने भएँ। तर यहाँ अलिकति स्क्राच लागेको कारणले चाहिँ अर्को नयाँ फ्रेस सामान आउँदैछ। अनि यसको प्राइस भनेको चाहिँ 3,09,900 हो। तर यसमा मलाई डिस्काउन्ट भएको छ। अनि यसमा के आयो भन्दा चाहिँ बाइक छोप्ने पुरै कभर आयो। एउटा म्याट आयो। अनि त्यसपछि एउटा मेरो हेलमेट ठ्याक्कै म्याचिङ हेलमेट आयो। अनि फ्रेस आउँदैछ मेरो चाहिँ। अनि यहाँ मेरो बिल बन्दैछ। अनि स्क्र्याच गर्छु म कति पर्छ म। अनि हजुरहरूलाई देखाउने छु। मैले चाहिँ स्कुटी लिइसकेको छु होइन। अझै पनि 2-3 दिन चाहिँ अफर चलिरहेको छ। हजुरहरू पनि आउनु होला। होन्डाको सुरुमा आउनु होला। पेप्सी कोला हामी चाहिँ घर नजिक भएकोले टाढा गएन। पछि सर्भिसिङको लागि पनि नजिकै हुन्छ सजिलो हुन्छ मलाई भनेर
तपाईँहरूले पनि मौकाको फाइदा उठाउन आउनुहोस्। मैले चाहिँ मौकाको फाइदा उठाइसकेको छु। म त्यहाँ चाहिँ मैले एउटा स्क्राच गर्छु, कति गर्छु थाहा छैन है। ल म लकी चाहिँ छुइनँ, मलाई यस्तो के अरे भन्छ प्राइजहरू के भन्छ गिफ्टहरू यताउता त्यस्तो चाहिँ केही पनि हुँदैन क्या। हेरौँ मलाई पर्ने उसले चाहिँ होइन च्याप्पै गाह्रो भयो, च्याप्दा भयो है डर लाग्यो। यहाँ यहाँनिर गर्ने त्यो हातले नि केले ल कति भयो 5,000 ल यही भए पनि त्यो गरेर के गर्नु ह्याप्पी। यो चाहिँ मेरो आफैले जम्मा गरेको पैसाले किनेको है फेरि। यो पैसा चाहिँ मलाई बुढोले पनि दिएको होइन, कसैले होइन, मैले आफैले सेभिङ गरेको पैसाले किनेको। समुद्र बन्छ भने जस्तै त्यस्तै भयो ल। तपाईँको फलो गर्ने टिकटक आयो अगाडि होइन भित्र हाले पनि त भित्र हाल्नु ल। फाइनली म चाहिँ घर आइपुगेँ स्कुटर किनेर। अनि थोरै जम्मा गऱ्यो भने यस्तो सामानहरू किन्न पाइँदो रहेछ होइन। हन भाइ सिकिस् नि म आन्टीबाट होइन एकदम ल यस्तै गर होइन। थोरैबाट समुद्र बन्छ जस्तै भने जस्तै मैले पनि थोरै जम्मा गरेको थिएँ। स्कुटर किन्न पाएँ, रमाइलो लाग्यो। कस्तो लाग्यो स्कुटर? चाहिँ सबैभन्दा राम्रो लाग्यो, कलर पनि एकदम राम्रो स्ट्यान्डर्ड, मलाई राम्रो कलर लागेर ल्याएको। अनि मेरो हाइट साइड भएकोले यो ठुलो पनि छ राम्रो पनि छ। अनि ल बाई बाई।